नमस्कार। म पेसाले खाद्य वैज्ञानिक हुँ। हाँ, हामी चाहिँ इनोभेसन भन्ने काम गर्छौँ। हजुर। तपाईँको लिटरेचरहरू किताबहरू धेरै पढेका छौँ। सायद पूर्वजन्ममा धेरै धर्म गरिएछ के अरे उसको भेट्ने मौका मिल्यो। हामी ग्रुपमा उसो त भगवान गएका छौँ एक दुईचोटि, तर कहिले पनि उनीहरूलाई भेट्न पाइएन। सबैभन्दा पहिलो यो मेडिटेसनबाट मलाई चाहिँ अनुभव भएको चाहिँ तपाईँले माइन्डफुलनेस र माइन्डलेसनेसको बारेमा धेरै कुराकानीहरू गरिरहनु भएको चाहिँ हामीले सुन्यौँ। हामी यहाँको जुन नेक्स्ट जेनेरेसनको लागि इनोभेटिभ टेक्नोलोजीको लागि हामी गर्नेहरूको लागि यहाँ चाहिँ माइन्डफुलनेस एकदमै म्यान्डेटरी ट्रेनिङ जस्तै भएको छ नर्थ अमेरिका र अमेरिकामा। तर हाम्रो माइन्डफुलनेसको डिफिनेसनमा चाहिँ हार्वर्ड युनिभर्सिटीको साइकोलोजिस्टको बेसलाई मानेर माइन्डफुलनेस भनेर उहाँले भन्ने गर्नुहुन्छ। त्यसमा उहाँले के भन्नुहुन्छ भने यदि कसैले एउटा कुराहरू युनिभर्सल फ्याक्ट भनेर राख्यो र यदि तपाईँको ब्रेनले स्वीकार्यो भने त्यसलाई ब्रेनलेसनेस भन्छ, माइन्डलेसनेस भन्छ। र यदि त्यसमा चाहिँ तर्क गर्ने क्षमता राख्यो भने माइन्डफुलनेस हुन्छ। र अनि तर्कको आधारमा एक्सेप्ट र रिजेक्ट गर्यो भने माइन्डफुलनेस हुन्छ। र माइन्डफुलनेस चाहिँ रिसर्चको अथवा कुनै पनि इनोभेसनको म्यानेजरी पूर्वाधार हो भनेर पढाइएको छ। यसमा चाहिँ भगवान रजनीश ओशोजीको चाहिँ यसको तर्क चाहिँ के हो? होइन, यो उहाँको जुन व्याख्या तपाईँ परिभाषा गर्नुभयो नि, हजुर योसँग ओशोको परिभाषा मिल्दैन है। हजुर र बुद्धले यो शब्द आएको बुद्धिस्ट लिटरेचरबाट हो, माइन्डफुलनेस होइन। माइन्डफुल ब्रिदिङ, माइन्डफुल एक्टिङ होइन। हजुर बुद्ध चाहिँ इन्लाइटेन हुनुभएकै माइन्डफुल ब्रिदिङबाट, श्वासलाई माइन्डफुल हेर्दा हेर्दै इन्लाइटेन हुनुभएको। त्यो बुद्धकोबाट यो शब्दको ओरिजिनल चाहिँ त्यहाँ बेस्ड हुन्छ। अब हामीहरूको जो ध्यानीहरूको यसको व्याख्या के छ भने, वेन यु डु वर्क विथ टोटल डिभोसन without interference of other thoughts, which is a quality of meditative mind. Non-meditative mind cannot make a mind without crowded by other thoughts. मनोवैज्ञानिकको सबभन्दा रेस्पेक्टेड नाम सिगमन्ड फ्राइड हो होइन। सिगमन्ड फ्राइडको जीवन पढ्नुहोस्, ऊ आफै बडो डरसरुवा मान्छे थियो, मृत्युसँग एकदम डराउँछ, अति डराउँछ मृत्युसँग। यत्रो त्यो साइकोलोजिक भए पनि सबै कुराको व्याख्या उसले ल्याएर सेक्समा गरिदियो होइन। जे कुरा छ सब सेक्स छ। बाउले छोरीलाई आँगारो मारेको पनि त्यो सेक्सुअल भनिदियो होइन। हि वाज भेरी मच अब्सेस्ड विथ सेक्स। अब उसको जुन चेला थियो, जुङ उसको चेला हो होइन। जुङ वेन्ट लिटिल डिपर। तर जुङको पनि कस्तो थियो भने they were knowledgeable people, they are not meditators. जुङ अब इन्डिया गयो मिस्टिसिजम खोज्दा है, इन्डिया गयो जुङ, के भने मिस्टिक्सको कन्ट्री इन्डिया हो र यो माइन्डफुलनेसको रुट कहाँ छ भनेर खोज्न गयो ऊ। त्यहाँ गएपछि उसलाई सबले के भन्यो भने, तिमीलाई इन्डियन हिन्दू यदि नलेजको रुटमा जानु छ भने रमन महर्षि हुनुहुन्छ, त्यहाँ भेट रमन महर्षिलाई। हि इज ए टोटली साइलेन्ट माइन्ड पर्सन, हि इज हेल्दी माइन्ड, साइकोलोजिस्टले स्टडी गर्ने पर्ने माइन्ड हो। तर जुङ चाहिँ यति डराएर रमन महर्षिलाई भेट्यो। त्यहाँ ऊ हुनुहुन्थ्यो, मेहर बाबा हुनुहुन्थ्यो, मेहर बाबालाई भेटेन उसले होइन। सो दे वर अल्सो हाम्रो दृष्टिकोणमा एडलर होस् या चाहिँ जुङ होस् या सिगमन्ड फ्राइड होस्, दे वर अल्सो नट मेन्टली भेरी हेल्दी पर्सन, दे वर अल्सो सिक, दे वर नलेजेबल। दे हेभ उनीहरूले एउटा खोज गरे हो, दे वर भेरी स्कलरली पर्सन। उनीहरूको विज्ञानमा हामीलाई भरोसा छ, आदर गर्छौँ हामी। तर ध्यान उनीहरूले बुझेको छैन, माइन्डफुलनेस उनीहरूले बुझेको छैन। र दे वर अल्सो भेरी मच अब्सेस्ड माइन्डहरू थियो। जब सब ध्यान मान्छेले गर्दैन, साधना गर्दैन, तबसम्म माइन्ड अब्सेसनबाट मुक्त हुँदैन। उनीहरू साधक थिए र विद्वान मात्रै थिए। हामीलाई जुन पढाइन्छ माइन्डफुलनेस भनेर र जुन ओशोले इन्टेलिजेन्सको बुकबाट जसरी रिफ्लेक्ट गर्नुभएको छ, त्यो
त्यो हेर्दाखेरि चाहिँ उहाँहरू स्टिल अपरेसन लेभलमै गरिएको डिफाइन यो के घिमिरेजी के बुझौँ भने यो जम्मै साइकोलोजी जुन हो नि यो चाहे अहिले जो साइकोथेरापी स्कुलहरू छ या जुन चाहिँ साइकोलोजी दे आर कन्सर्न विथ सिक माइन्ड होइन बिरामी मस्तिष्क सप्रेस्ड माइन्ड छ सेक्सुअली अब्सेस्ड माइन्ड छ कुनै कारणले सिजोफ्रेनिक छ दे आर ओन्ली कन्सर्न विथ सिक माइन्ड हामी कहाँ जुन एउटा विज्ञान मनोविज्ञान विकसित भयो बुद्धको मनोविज्ञान पातञ्जलीको मनोविज्ञान ओशोको मनोविज्ञान द्याट इज फर हेल्दी माइन्ड यो फरक छ होइन यिनीहरू चाहिँ बिरामी अब मान्छेलाई निदा लाग्दैन फियर आउँछ भने फियरको चिकित्सा गर होइन सेक्सुअली अब्सेस छ भने सेक्सको चिकित्सा गर एक्चुअली चिकित्सा पनि केही हुँदैन अहिले जुन पश्चिममा मनोवैज्ञानिक विश्लेषणहरू हुन्छ वर्षौँ लाग्छ एनालिसिस गर्नलाई इट इज भेरी एक्सपेन्सिभ अब मेन्टल प्रब्लम लिएर कोही जो साइकोथेरापिस्ट कहाँ जान्छ एक दिनमा थोरै हुन्छ त्यो वर्षौँ उसको एनालिसिस हुन्छ र एनालिसिस गर्दा 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 पनि अन्तमा गएर त्यही जानु हो भने सोल्युसन केही हुँदैन हामीहरूका जुन ऋषि मुनिले गरे यिनीहरूले हेल्दी माइन्डको कुरा गरे सिक माइन्डको कुरा गरेन हाउ टु मेक ए हेल्दी माइन्ड र हामी कहाँ जुन हो अङ्गुलीमाल जस्तो डाकुको हत्याराको एक मिटिङमै चिकित्सा भयो बुद्ध सर होइन उसलाई साइकोथेरापी गर्नु परेन 10 वर्ष चाहिँ सेस क्लास लिनु परेन एक दर्शनमा भयो होइन हामी कहाँ वाल्मिकी बालावीर डाकु हुनुहुन्थ्यो होइन नारद मुनिसँग एक मिटिङमा ट्रान्सफर्मेसन हो हेल्दी माइन्डको हाम्रो विज्ञान जुन हो त्यो हेल्दी माइन्डको विज्ञान हो पश्चिमीको जुन विज्ञान हो त्यो चाहिँ सिक माइन्डको विज्ञान बुझ्नुभयो मैले क्लियरली बुझेँ मैले घरमा गुरुहरूबाट सिकेको चाहिँ मान्छेको ब्रेनको 3टा स्टेज हुन्छ एउटा स्वप्न अर्को सुसुप्ति अनि जागृत भनेर चाहिँ पढेको अनि अहिले हामीले मेडिटेसन गर्दै जाँदा चाहिँ एउटा कन्सियस र सबकन्सियस माइन्ड भनेर एकदमै धेरै कुराहरू हामीले पढ्नमा आएको छ र माइन्डफुलनेसमा अहिले मलाई पनि मेरो आफ्नो अपरेसनमा त जुन उसको माइन्डफुलनेसको प्रिन्सिपल छ त्यसले हामीलाई धेरै सहयोग पनि गरेको छ खालि हामीलाई अहिले पढाइएको र म्यान्डेटरी दिएको ट्रेनिङ चाहिँ योसँग कन्ट्रारी भएर त्यहाँ हामीलाई पीडा भएर हजुरलाई क्वेसन आएको हो त्यो भेरी अनेस्ट दिएको ठिक छ होइन अनि यो अहिलेको यो दुईवटा माइन्डको दुईवटा स्टेज कन्सियस र सबकन्सियस र अनि हामीले पढ्ने गरेको जागृत सुसुप्ति र निन्द्रा यो 3टा स्टेजमा केही लिङ्क छ होइन यो अहिले जुन माइन्डको छ नि यसमा सबकन्सियस त इन बिट्विन हो होइन एक्चुअली जुन स्टेज हो एउटा कन्सियस छ कन्सियस माइन्ड एउटा स्टेज त्यसपछि बेसमेन्टमा लुकेको छ अनकन्सियस छ सबकन्सियसको बिचमा छ सबकन्सियस कस्तो छ नि बिहान निद्रा खोल्दाखेरि आधी उठ्या हुन्छ आधी निदाएकै हुन्छ नि अलिअलि स्वप्न जस्तो पनि हुन्छ अलिअलि बोध पनि हुन्छ त्यो सबकन्सियस हो हाफ कन्सियस होइन तर अनकन्सियस जो त्यो निद्रामा जो स्वप्न देख्छौँ त्यो अनकन्सियस स्टेज हो अब जुङको एउटा ठुलो काम हो यसले चाहिँ हुन त म साइन्सको विद्यार्थी हुँ मनोविज्ञानको विद्यार्थी होइन तर पनि मैले जति पढाएको छु मनोविज्ञान त्यो आधारमा भन्छु सिग्मन्ड फ्राइडले अनकन्सियसमाथि धेरै जोड दियो अनकन्सियस सबै कुरा अनकन्सियसबाट आउँछ भनेर जुङले एउटा ठुलो काम गर्यो उसले के गर्यो भने उसले कलेक्टिभ अनकन्सियसको कुरा गर्यो कलेक्टिभ सामूहिक अचेतन होइन एउटा त हामी यो लेभलमा छौँ कन्सियस छौँ हामी सबैजना होइन सुतेपछि हामी अनकन्सियस हुन्छौँ अब एउटा लेयर छ कलेक्टिभ अनकन्सियस कस्तो छ भने हेर्नुहोस् कोही भिडमा तपाईँ जानुहोस् जुलुस लिएर गएको छ र त्यहाँ चाहिँ मान्छेले नारा लगाइरहेछ एग्रेसिभ नारा लगाइरहेछ भने हामी सबै एग्रेसिभ हुन्छौँ एकछिनको लागि त्यो कलेक्टिभ अनकन्सियसले समात्छ हामीलाई होइन त्यसमा भिडमा राम्रो मान्छेले पनि कहिलेकाहीँ कलेक्टिभ अनकन्सियसको चक्करमा गलत काम गरिदिन्छ टायर बाल्ने बस बाल्ने यस्ता कामहरू पनि भइहाल्छ त्यो कलेक्टिभ सामूहिक मनले काम गर्छ कि त्यहाँ व्यक्तिगत मन हुँदैन सामूहिक मनले काम गर्दैछ जुङले त्यो एउटा बहुत राम्रो खोज गर्यो त्यो फ्राइडभन्दा
अझ माथि गयो उसले कलेक्टिभ सबकन्सियस खोज्यो होइन कलेक्टिभ सबकन्सियस अब हाम्रो इस्टले ओशोले चाहिँ यसलाई चाहिँ भन्नुभयो अझ गहिरो जानुभयो ओशोले के भन्नुभयो भने जस्तो यो तल छ 3 लेयर त्यस्तै माथि छ कन्सियस सुपर कन्सियस कहिलेकाहीँ हाम्रो भित्र कति करुणा आउँछ कति दया आउँछ होइन गरिब मान्छेलाई देखेर आफ्नो सर्वस्व दिइदिनु पनि कहिलेकाहीँ मन लाग्छ दिइन्छ पनि खल्तीमा आफूलाई कम पैसा छ अरू मान्छे जाडोमा चाहिँ एकदम काँपिरहेछ भने आफ्नै कोट पनि फुकालेर दिइदिनु मन लाग्छ दिइन्छ पनि कहिलेकाहीँ त्यो के हो सुपर कन्सियस है अब त्यसपछि ओशोले के भन्नुभयो नि अब एउटा कलेक्टिभ सुपर कन्सियस होइन सबैजनाको राम्रो विचार हुन्छ जस्तो अहिले शिविरमा भइरहेछ होइन कलेक्टिभ सुपर कन्सियस हुन्छ मन्दिर बनाऊ यहाँ आश्रम बनाऊ ध्यान गरौँ यो सामूहिक सुपर कन्सियस ओशोले अझ फर्दर ओशोको साइकोलोजी जो हो नि त्यो साइकोलोजी हामीले भन्छौँ साइकोलोजी अफ दि बुद्धाज इन्लाइटेन व्यक्तिको हेल्दी व्यक्तिको साइकोलोजी यो जुङको फ्रायडको एडलरको जुन साइकोलोजी हो सिक बिरामी व्यक्तिको साइकोलोजी होइन यिनीहरूको साइकोलोजी अफ दि बुद्धा स्वस्थ मान्छेको साइकोलोजी हाम्रो ओशोले यसबाट फर्दर जानुभयो दुईवटा स्टेज ओशोले फर्दर जोड्नुभयो एउटा के जोड्नुभयो भने एउटा सुपर कन्सियस भयो कलेक्टिभ सुपर कन्सियस भयो त्यसपछि उहाँले भने कस्मिक सुपर कन्सियस भनेको गड अब उहाँ के भन्नुहुन्छ बुद्ध हुनुभयो नि कन्सियसबाट सुपर कन्सियसमा जानुभयो कलेक्टिभ सुपर कन्सियस जानुभयो जब महानिर्वाण प्राप्त गर्नुभयो त्यो कलेक्टिभ सुपर कन्सियसमा जानुभयो उहाँले के भन्नु त्यसपछि बुद्ध विष्णु कृष्ण र ममा केही फरकै रहेन अब हामी एउटै चेतनाबाट हामी बोलिरहेका छौँ कलेक्टिभ सुपर त्यो ओशोको खोज हो यो ओशोको बहुत बडा साइकोलोजीको जगतमा देन हो त्यस्तै उहाँले के भन्नु भने तल पनि छ अनकन्सियस छ कलेक्टिभ अनकन्सियस छ कस्मिक कलेक्टिभ अनकन्सियस छ र त्यसको तल कस्मिक अनकन्सियस पनि छ एकदम कस्तो हुन्छ भने हिटलरको टाइममा हेर्नुहोस् न अब जस्तो जर्मनीमा हिटलरले यति हिंसा गर्यो हरेक जर्मनको मनमा यस्तो भाव राखिदियो कि यहुदीलाई मार्नै पर्छ हजारौँ यहुदीलाई निर्दोषलाई बच्चालाई ग्यास च्याम्बरमा राखेर मार्दाखेरि जर्मन जाति जो कि राम्रो जाति हो शिष्ट हो पढा लेखा हो समझदार हो तर एउटा हिटलरको कारणले गर्दाखेरि सबै चाहिँ कस्मिक अनकन्सियसमा गए बेहोस भए अहिले जर्मनहरूले अफसोस गर्छ कसै यस्तो काम हामीबाट भयो त त्यस्तो ओशोले यसलाई यसरी डिफाइन गर्छ ओशोले चाहिँ के भन्नु मेडिसिन र मेडिटेसनको रुट एउटै हो मेडिसिन त बिरामी मान्छेको लागि मात्रै हुन्छ र खालि चाहिँ हाम्रो शरीरको लागि मात्रै हुन्छ अनि मेडिटेसन त त्योभन्दा अलि माथि देखियो यो मेडिसिन र मेडिटेसनको एउटै रुट हो भनेर भन्नुभएको छ नि त्यसलाई अलिकति एक्सप्लेन गर्नु यसको अब हाम्रो शब्दमा यसलाई ट्रान्सलेट गरौँ न मेडिटेसन भनेको ध्यान हो होइन र मेडिसिन भनेको औषधि हो होइन संस्कृतबाट आएको नेपालीमा पनि हामी औषधि भन्छौँ होइन औषधि किन दिनुपर्छ भने जब कुनै रुग्णता हुन्छ ज्वरो आयो पेट झऱ्यो रुगा लाग्यो भने औषधि हामी खान्छौँ होइन किनभने त्यो क्योर त्यो बडीलाई फेरि नर्मल हेल्दी स्टेटमा ल्याउनलाई अब आध्यात्मिक दृष्टिकोणले हेर्नु हो भने हामी जबसम्म साधना गर्दैनौँ हामी आध्यात्मिक रूपले बिरामी नै हौँ किनभने रिस आउँछ अब म यदि स्वस्थ छु भने मलाई कसैले रिसाउनु सक्दैन जति गाली गरे पनि जति बेइज्जत गरे पनि वो उसको समस्या हो उसले गाली गरिरहेछ इट इज हिज प्रब्लम म किन रिसाउनु रिस भनेको त कस्तो चिज हो भने फर अदर फल्ट युआर पनिसिङ योर सेल्फ सपोज उहाँले मलाई गाली गर्नुभयो होइन उहाँको मन डिस्टर्ब छ उहाँको भित्र रिस छ उहाँले मलाई गाली गर्नुभयो उहाँको समस्या हो अब म रिसाएँ भने त उहाँको गल्ती के लिए मैले आफूलाई सजाय दिने हो बुझ्नु होइन त्यस कारणले
वी अल आर मेडिटेसनको दृष्टिकोणले हामी सबैको चिकित्सा चाहिन्छ, किनभने हामी एक प्रकारले मानसिक रूपले अलिकति हामी अस्वस्थ छौँ, स्वस्थ छैन। रिस उठ्छ, रिस उठेपछि हामी यस्तो को मान्छे होला जसलाई जीवनमा रिस उठ्दैन? रिस उठ्छ। र यस्तो पनि समझदार मान्छे कमै होला जो रिस गरेर, रिसपछि कसैलाई पिटेर, गाली गरेर, उत्पात गरेर नपस्ताउने पनि को होला। त्यसपछि हामी पस्ताउँछौँ, गल्ती गरे यस्तो नगर्नु पर्ने, मान्छेलाई यस्तो गाली गरेर नगर्नु पर्ने, यस्तो नपिट्नु पर्ने। सेम पर्सन जो रिसाउँछ त्यो रिपेन्ट गर्छ। यसको कारण के हो भने हि इज नट इन कन्ट्रोल अफ हिज इमोसन। यसको इमोसन उसको कन्ट्रोलमा छैन। फेरि ऊ पस्ताएर पनि भोलि रिस नगर्न भन्ने छैन। आज पस्तायो, फेरि 2-4 दिनपछि फेरि त्यस्तै सिचुएसन, फेरि रिसाउँछ, फेरि पस्ताउँछ। यो हेल्दी माइन्डको लक्षण होइन, होइन। गलत काम गरेर हामी पस्ताउँछौँ र त्यो गल्तीबाट पस्ताएर मुक्त हुँदैनौँ। यो जिन्दगीभरि यही साइकल चल्छ, गल्ती गर्ने पस्ताउने, गल्ती गर्ने पस्ताउने। दिस इज अ साइन अफ ए सिक माइन्ड। त्यस कारणले औषधि भयो। मेडिटेसनले यो जो शरीरको लागि औषधिले जुन काम गर्छ, ध्यानले मनको लागि त्यही काम गर्छ। त्यस कारणले यो पनि औषधि नै हो, मनको औषधि नै हो। अनि मेरो एउटा अर्को क्वेसन चाहिँ के भने गुरुजी, जस्तै उसले मैले हजुरको सन्यासमा अहिले यहाँको हेर्दाखेरि उसले चाहिँ यदि इन्टेलिजेन्ट छौ, माइन्डफुल छौ, तिमीले सबै कुरो बुझेर तिमीलाई गुरु चाहिँदैन, यु आर डाइरेक्टली कनेक्टेड टु मी भनेर चाहिँ भन्नुभएको छ। होइन, गुरु त उहाँ हुनुहुन्छ, उहाँ त चाहियो नि। ए हजुर, पुरोहित बिचमा चाहिएन। हामी कहाँ कस्तो छ भने परमात्मा र हाम्रो बिचमा पण्डित र पुरोहित छ। चर्चमा पाद्री ऊ छ, पोप छ। पोपले के भन्छ भने, क्रिस्चियनिटीले के भन्छ, अर्थोडक्स क्रिस्चियनिटीले के भन्छ भने यु क्यानोट डाइरेक्ट कम्युनिकेट विथ गड, यु क्यान गो थ्रु द प्रिस्ट। प्रार्थना तिम्रो डाइरेक्ट पुग्दैन, तिम्रो प्रार्थना चाहिँ प्रिस्टको थ्रु जानुपर्छ। पोप इज रिप्रेजेन्टेटिभ अफ गड अन दिस प्लानेट। एम्बेसडरको थ्रु जानुपर्छ नि, केही चाहियो भने त्यो परमात्माको एम्बेसडर हो, उनीहरूको भनाइहाल्छ, होइन। त्यो 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 ओसोले मान्नुहुन्न। ओसो के भन्नुहुन्छ भने गुरुसँग, परमात्मासँग तिम्रो डाइरेक्ट सम्बन्ध हुनु, ओसोसँग पनि हाम्रो डाइरेक्ट सम्बन्ध हुनुपर्छ। त्यसको बिचमा कोही पुरोहित भएर म तँलाई ओसोसँग जोडिदिन्छु, मलाई 1500 रुपियाँ ल्याऊ, या मलाई लुगा देऊ, मलाई यो गाई दान गर, यो चाहिँ माग्छ भने त्यो मिडिएटर हो, त्यो पुरोहित हो, त्यसको ओसो विरोधी हो। खेलाडीलाई पनि कोच त धेरै चाहिन्छ। त्यो भएर हामीले डेली पद्धतिमा चाहिँ हाम्रो वर्किङ स्टाइलमा चाहिँ जहिले पनि एकजना यु मस्ट ह्याभ द सेकेन्ड आईलाई तिमी गुरु भन, नेचर भन, स्पेसलिस्ट भन भन्छौँ। अनि मैले यो कुरो क्लियर भयो, अहिले मलाई क्लियर भयो। अनि मेरो अर्को एउटा क्वेसन अलिकति हजुरसँग चाहिँ रिलेटेड छ। केही समय अगाडि मात्रै म माइन्ड म्यापिङको ट्रेनिङमा गएको थिएँ, किन हाम्रो रिसर्चमा यति धेरै इन्फर्मेसन भयो। अब यति धेरै इन्फर्मेसन हामीले कसरी चाहिँ रेकर्ड गर्ने त भने हामी यस्तो भयो कि हाम्रो अहिले भएको सिस्टमले त्यसलाई कन्ट्रोल गर्न नसकेपछि अनि हामीले माइन्ड म्यापिङ भनेर एउटा नयाँ कन्सेप्टमा ट्रेनिङमा हामी गएको थियौँ। तर त्यो सबै ट्रेनिङ गरेर आइसकेपछि चाहिँ एक्ज्याक्टली इन्टेलिजेन्स जुन बुक छ नि, त्यही बुकै लेभलको चाहिँ मा पनि उसले लिङ्क गरेको रहेछ। र त्यसमा चाहिँ अनि कतै कतै नै हजुरको पनि चाहिँ नेपालमा पनि स्वामी आनन्दहरू हुनुहुन्छ, उहाँको अहिले चाहिँ म्याच गर्ने भन्ने हामीले म्याच त्यहाँ सुनेको थियौँ। हामीले क्यानाडामा यो उसोका शिष्यहरूलाई भेट्छौँ, उहाँहरूले तपाईँलाई खालि बोधिसत्व स्वामी मात्रै भनेर हेर्दैनन् कि तपाईँलाई जस्तै एउटा उहाँ नै चाहिँ मैले त उसोलाई देख्न पाइनँ, उसोसँग लिङ्क गर्ने एउटा मिडियाको रूपमा लिन्छु भनेर त्यो रेस्पेक्ट गरेर पाउँछौँ। नेपालमा पनि हजुरलाई सबैले रेस्पेक्ट गर्छन्, सबै लेभलमा हजुरसँग चाहिँ हजुर जानुहुन्न, हजुरलाई कतै आउँछन्, इन्डिया पनि आउँछन्। हजुरले जीवनमा त जुन एउटा हामी एउटा मान्छेले हामीले एउटा जुन सोचेका हुन्छौँ नि, त्यो त हजुरले पाइसक्नु भएको छ जस्तो लाग्छ हामीले हेर्दा। रिकग्निसन एभ्रिथिङ, हजुरको एज, हामी एक दिन ट्राभल गर्न कति गर्छौँ भने यो एजमा पनि हजुरले बाहिर दौडिनु भएको छ, जहिले पनि यताउता मात्रै। हजुर एक्ज्याक्टली हजुर के को लागि, के को खोजीमा हजुर दौडिनु भएको छ? आखिर हजुरको लेभलमा पनि त सन्तुष्ट छैन रहेछ। ठिक भन्नुभयो, प्रश्न ठिक छ, होइन। मलाई पनि सन्तोष छैन, असन्तोषहरू छ। म बताउँछु मेरो असन्तोष। एउटा त मलाई ठुलो असन्तोष के छ भने, जो मलाई सधैँ पीडा दिइरहन्छ त्यो असन्तोषले। त्यो असन्तोष के छ भने प्रकृतिले एकदम सम्पन्न देशमा मलाई जन्म दियो, होइन। नेचरको दृष्टिकोणबाट प्रकृतिले सबै कुरा मेरो जुन देशमा मलाई जन्म दियो त्यहाँ दियो, होइन। तर म्यानमेड मूर्खताले मेरो देश गरिब छ।
अब अरू अरू देश जान्छु, जस्तो सिङ्गापुर जान्छु, त्यहाँ प्रकृतिले केही पनि दिएको छैन। हङकङ जान्छु, त्यहाँ प्रकृतिले केही पनि दिएको छैन। मनुष्यको समझदारीले त्यसलाई स्वर्ग बनायो, सिङ्गापुरलाई स्वर्ग जस्तो बनायो। दुबई जान्छु, हेर्नुहोस् त, एकदम मरुभूमिमा छ, पानीसम्म समुद्रको पानीलाई डिस्टिल गरेर खानुपर्छ। त्यो पानी कपालमा पऱ्यो भने कपालैको रौँ उड्छ, रुख छैन, बालुवै बालुवा छ। तर उनीहरूले चाहिँ प्रकृतिले केही पनि दिएको छैन एउटा तेल बाहेक, तर उनीहरूले चाहिँ रोड बनाए, बस स्ट्यान्ड पनि एयर कन्डिसन छ, मार्केट कस्तो राम्रो छ, सबै कुरा कस्तो सटक्क बनायो कि टुरिस्टै यत्रो आइरहेछ। जबकि त्यहाँ टुरिस्टलाई हेर्नलाई मेरो दृष्टिकोणमा केही पनि छैन, पनि म्यानमेड चिज हेर्नलाई। अब नेपालमा मैले आज 30 वर्षदेखि के भनिरहेको छु भने नेपालले अरू काम त गर्नै पर्छ। जबदेखि मेरो बुद्धि खुल्यो र मैले दुनियाँ घुमेँ, मलाई के लागिरहेको छ भने नेपालले अरू केही काम गर्नै पर्दैन, मात्र टुरिज्मले नेपाल चल्न सक्छ, अरू नगरे पनि। 1 करोड टुरिस्ट नेपालमा मजासँग आउन सक्छ। एकजना टुरिस्ट जबसम्म नेपालमा बस्छ, जुन देशमा बस्छ, उसले 9 जनालाई रोजगार दिन्छ। ट्याक्सी पिलरदेखि लिएर, होटलको भाडादेखि लिएर, मजदुरादेखि लिएर, जबसम्म ऊ बस्छ त्यो 9 जनाले इन्डाइरेक्टली उसले रोजगार दिन्छ, होइन। हामी कहाँ 1 करोड टुरिस्ट यदि नेपालमा हामीले भित्र्याउन सके भने, हामीले यदि 10 लाख टुरिस्टलाई पनि 1 महिना चाहिँ राख्न, 1 करोड वर्षभरिमा आउँछ भने 1 महिना 10 लाख टुरिस्टलाई पनि राख्न सक्यो भने उसले 90 लाख नेपालीलाई रोजगार दिइराखेको हुन्छ। अहिले हाम्रो नेपाली कति बाहिर छ, 40 लाख जति रोजगार खोज्दा। एकजना नेपालीले पनि आफ्नो श्रीमती छोड्नु पर्दैन, आफ्नो बाबुआमा छोड्नु पर्दैन, 45 डिग्री 50 डिग्री सेन्टिग्रेडमा गएर माटो काट्नु पर्दैन, कुलीगिरी गर्नु पर्दैन, पाले बस्नु पर्दैन, होइन। खालि 1 करोड टुरिस्ट नेपालमा हामीले भित्र्याउन सक्यौँ भने नेपालमा अनइम्प्लोइमेन्ट समाप्त हुन्छ भन्ने कुरा म आज 30 वर्षदेखि, जबदेखि म दुनियाँ घुमेँ, सिङ्गापुर गएँ, हङकङ गएँ, मलाई गजब लाग्यो। यहाँ त केही पनि छैन, सिङ्गापुरमा त केही पनि छैन, जङ्गल पनि नक्ली लगाएछ, जू पनि नक्ली बनाएछ। नक्ली जू हेर्नलाई, जङ्गलको नक्ली जङ्गल बनाएर नक्ली जू हेर्नलाई लाखौँ मान्छे, 1.5 2 करोड मान्छे सिङ्गापुर गइरहेछ यत्रो टापु हेर्नलाई। हङकङ हेर्नलाई 2.5 करोड मान्छे गइरहेछ। हामी कहाँ माउन्ट एभरेस्ट छ, लुम्बिनी छ, पशुपतिनाथ छ, यस्तो क्लाइमेट कन्डिसन छ, यस्ता खोला नाला छन्। यसपालि जम्मा 5.5 लाख टुरिस्ट आएको छ। लाज बढ्ने कुरा होइन। यसको मलाई पीडा छ, धेरै पीडा छ, यो एकदम पीडा छ। म के चाहन्छु भने कोही बुद्धिमान व्यक्तिको हातमा शासन पुर्याओस् र राम्रोसँग हामीले टुरिज्मलाई मात्रै, अरू धेरै सेक्टर छ, अरू सेक्टरको अहिले कुरा नगरौँ, टुरिज्म सेक्टरलाई मात्रै हामीले विकसित गऱ्यौँ भने माउन्ट एभरेस्टको यत्रो आकर्षण छ दुनियाँमा, होइन। व्हाइट वाटर राफ्टिङको यति आकर्षण छ, लुम्बिनीको यति आकर्षण छ, जसको घरमा जानुहोस् बुद्धको तस्बिर देख्नुहोस्, चाहे त्यो क्रिस्चियन नै होस् त, होइन। जसको घरमा हिन्दू सिख, जसको घरमा बुद्धको यत्रो आकर्षण छ, त्यो बुद्धको जन्मस्थल हेर्न आउन भए त्यहाँ यत्रो सुविधा छ बस्नलाई। हामी एकदम एयर कन्डिसन बसबाट पुऱ्याउँछौँ, ट्रेनबाट पुऱ्याउँछौँ, खाने बस्ने सब सुविधा छ। बुद्धको जन्मस्थल हेर्नलाई मात्रै मान्छे 50 लाख आउँछ। माउन्ट एभरेस्टको दुनियाँको सबभन्दा छुच्चो हिमाल हेर्नलाई त्यसको आकर्षण पैदा गर्नु। स्विजरल्यान्डमा के छ, खालि रोपवे लगिदिएको छ, होटल बनाइदिएको छ। हामी काला पत्थर जहाँ छ माउन्ट एभरेस्टको बेस क्याम्प, त्यहाँसम्म हामी रोपवे लग्न सक्छौँ, त्यहाँसम्म 5 स्टार होटल बनाउन सक्छौँ। काला पत्थरमा तपाईँले रोपवे बनाइदिनु हो र 5 स्टार होटल बनाइदिनु भने 50 लाख मान्छे त खालि त्यो माउन्ट एभरेस्टको बेस क्याम्प हेर्न आउँछ, है। यति सम्भावना बोकेको देशमा 4-5 लाख टुरिस्ट आइरहेछ। 12 घन्टा लोड सेडिङ भइरहेछ, धारा खोल्यो भने कहिले पानी आउँदैन भनेपछि त्यसको पीडा त मलाई छ, म भन्छु, बहुत पीडा छ यो। अब यसलाई तपाईँले भन्नुहोस् कि तपाईँ पनि इच्छाबाट मुक्त हुनुहुन्न भने म मान्छु। यो देशको जुन म यति सम्पन्न देशमा जन्मेर पनि यति गरिबी हेर्नु परिरहेछ, मेरो हृदय 24 घन्टा रोइरहेको छ। त्यो मेडिटेसन जुन हजुरले रिडिङ गरिरहनु भएको छ, त्यसको आध्यात्मिक गोल त धेरै ठुलो रहेछ नि, हामीलाई धेरै ठुलो हेल्पफुल रहेछ नि। यसमा हजुरको आध्यात्मिक गोल पनि त होला नि? त्यो
आध्यात्मिक गोल त छँदै छ। जस्तो हामी नेपालमा जन्मेका हिन्दू जातिमा जन्मेका हामीलाई त बच्चादेखि नै हेर्नुहोस्, सानो बच्चादेखि नै घरमा हामीलाई के वातावरण छ भने बाबु जे भए पनि संसार भने दुःखको संसार हो, यहाँबाट मुक्त हुनुपर्छ भनेपछि हजुरआमाले हजुरबुवाले जो हामी यत्रो यत्रो बच्चा थिए त्यो बेलादेखि नै हिन्दूको घरमा यही नै हुन्छ। बुद्धले के गरे, दरबार छोडेर पनि घर छोडेर पनि मुक्ति प्राप्त गरे, मोक्ष प्राप्त गरे है। अब सबभन्दा ठुलो उद्देश्य के हो भने मोक्ष भने त हामीलाई त बच्चादेखि नै घोटाएको हो त्यो कुरा होइन। त्यो त छँदैछ। त्यसलाई मेरो पनि अन्तिम उद्देश्य त मनुष्य सबै सीमाबाट चाहिँ फेरि यो पृथ्वीमा आउन नपरोस्, शरीर लिन नपरोस्, फेरि बिरामी पर्न नपरोस्, फेरि रिस नउठोस्, यो जन्ममा बेहोसीमा कति गल्ती गरियो अब फेरि त्यस्तो गल्ती गर्न नपरोस्, यो संसारबाट सबै बन्धनबाट मुक्ति होस्। मोक्ष जो बुद्धले प्राप्त गरे र जो हाम्रा देशका राजा जनकले प्राप्त गरे, जो नेपालमा बस्नुभएको शिवपुरीवाले प्राप्त गर्नुभयो, त्यो मैले पनि प्राप्त गरौँ भन्ने इच्छा छ। रविजी, मेरो अन्तिम प्रश्न, हजुरको सपना, जुन सपना हामी सबैले यहाँबाट हेर्छौँ पुरा भइदियो भने तपाईँको सपना पुरा हुँदा हाम्रो भविष्य देख्छौँ, तर हामी धेरै साथीहरू सायद त्यसमा सहभागी हुनको लागि चाहिँ एक्टिभिटी र पार्टिसिपेट गरेको चाहिँ हुँदैनौँ। हामीले तपाईँको जुन सपना पुरा गर्नको लागि हामीले यहाँ बसेर कसरी सहभागी हुन सक्छौँ, कसरी हजुरलाई हेल्प गर्न सक्छौँ त्यो सपनामा संलग्न हुन सक्छौँ? एउटा त मेरो रिक्वेस्ट के छ भने सबभन्दा पहिला हामी सबै नेपाली जहाँ छौँ, तपाईँ कनाडामा बस्ने विदेशमा बस्ने नेपालीलाई मैले देखेको नेपालप्रति बढी माया छ। प्रवासी नेपालीलाई नेपालप्रति जति माया छ नेपालमा बस्ने मान्छेलाई त्यति छैन मैले देखेको। कारण के भने तपाईँले देखिराख्नु भएको छ कि वाट वी आर डिप्राइभ अफ, के हुनसक्छ, यस्तो चिल्लो रोड हुनसक्छ, यस्तो हरियो जङ्गल हुनसक्छ, 24 घन्टा बत्ती बल्न सक्छ, सबैले गाडी फरेन इम्पोर्टेड गाडी किन्न सक्छ, तपाईँले देखिराख्नु भएको छ। नेपालको पनि देखिराख्नु, बसमा झुन्नेर बसको टाउकोमा चढेर जानुपर्छ, मान्छे लड्छ, त्यो पनि देखिराख्नु। त्यस कारणले प्रवासी नेपालीलाई पीडा बढी किन हुन्छ भने उसले दुइटै चिज देखिरहेछ, सुविधा पनि देखिरहेछ, आफ्नो देशको असुविधा पनि देखिरहेछ होइन। नेपालमा बस्ने मान्छे त खालि असुविधा देखेको छ, उसले यस्तो पनि सम्भव छ भने देखेकै यति सफा स्वर घर हुनसक्छ, यस्तो रोड सफा हुनसक्छ, बिना पुलिसको पनि यत्रो अनुशासन छ, कहीँ पुलिस देख्दिनँ, सबै मान्छेले नियम मानेको छ। हाम्रो ठाउँ ठाउँमा बन्दुक लिएर मान्छे अडाएको छ, त कोही नियम है, जहाँ जानुहोस् नि बन्दुक देख्छु नियम कोही मान्दैन। त्यसका यो देखेर पीडा हुन्छ नि, यो प्रवासी नेपालीलाई बढी पीडा हुन्छ। तपाईँलाई पनि छ, मलाई पनि यहाँ आएपछि झन् पीडा पढाएको छ। अब यो के दुईवटा काम गर्नु पऱ्यो। एउटा त के गर्नु पऱ्यो भने हामी आफ्नो जीवन पहिला सुखी बनाउनु पऱ्यो, पहिलो कर्तव्य चाहिँ त्यो हो। आफू आनन्दित हुनुहोस् र आनन्दित जति पैसा कमाएर सुविधाजनक हुनसक्छ, आनन्दित हुन सकिँदैन। आनन्दित हुनलाई केही अन्तरयात्रा गर्नै पर्छ, किन बाहिरको सुविधा जति जुटे पनि आनन्द हुँदैन। आनन्द हुने भए त धेरै नेपालमा पनि धेरै सम्पन्न सेठहरू छन्, धेरै धनी मान्छेहरू छन्, उनीहरूसँग व्यक्तिगत मेरो चिनजान छन्, आउँछन्, उनीहरूलाई पनि राति निदा लाग्दैन, म कहाँ आउँछ, निदै लाग्दैन, टेन्सन छ, अनेक प्रकारको भएछ, सबैलाई भएछ। बाहिरबाट हामी राख्छौँ बडो सम्पन्न छ, तर ऊ हामीभन्दा बढी बेचैन हुन्छ। त्यस कारण पहिला त आफूलाई आनन्दित बनाउनुहोस् होइन, र आनन्दित बनाउनलाई अलिकति अन्तरयात्रा गर्नै पर्छ। बाहिर कमाइराख्नु भएको छ, राम्रो गरिराख्नु भएको छ, त्यो त ठिकै छ। बाहिर आएपछि अलिकति नेपाली एभरेज नेपाली भन्दा त हामी चिल्लो राम्रो गाडीमा चढ्नुहुन्छ, राम्रो घरमा बस्नुहुन्छ, हामी सुविधा भोगी हौँ। अधिकांश नेपाली भन्दा त हामी जुन तपाईँको स्ट्यान्डर्ड छ यहाँ बाँच्ने, त्यो त नेपालमा बस्ने नेपालीको 1%ले मात्र पनि त्यो सक्दैन, जापानिज गाडी चढ्नु सक्दैन। अहिले धनीदेखि धनी मान्छे पनि जापानिज गाडी चढ्नु 1 करोड रुपियाँ भन्सारै लाग्छ जापानिज गाडी, कसले सक्छ होइन। त्यो 1 करोड रुपियाँ कहाँ जान्छ यसको हिसाब किताब पनि छैन। इन्डियन गाडी हेर्नुहोस्, जुन गाडी चाहिँ न्यानो इन्डियामा 1 लाखमा बिक्छ, 1 लाखमा आइसीमा, जो कि त्यहाँ एउटा क्लर्कले पनि किनिरहेछ, किनभने ब्याङ्कले लोन दिन्छ
5,000 रुपियाँ डाउन गऱ्यो भने बाँकी उसको तलबबाट काट्ने गरिकन ब्याङ्कले लोन। आज उहाँ एउटा तल्लो तहको पिउनले पनि न्यानो गाडी किन्न सक्छ इन्डियामा, क्योंकि मिनिमम स्यालेरी 5-6 हजार भारू भइसकेको छ होइन। त्यसले तल्लो तहको पिउनले पनि किन्न सक्ने गाडी नेपालमा आएपछि त्यसको मूल्य 10 लाख हुन्छ होइन। त्यो 9 लाख रुपियाँ कहाँ जान्छ? मूल्य त त्यसको 1 लाख हो, यहाँ 10 लाख भयो। त्यो बिचको पैसा कहाँ गयो? त्यसको कोही हिसाब किताब छ? जान्छ। ट्याक्स पनि जस्तो क्यानाडामा ट्याक्स तिर्न तपाईँलाई मन लाग्छ, किनभने तपाईँले ट्याक्स तिरेको बापत यहाँ पार्क यस्तो राम्रो बनाइदिएको छ, रोड यस्तो राम्रो बनाइदिएको छ, सी बिचहरू पनि, लेकको किनारा पनि कति सफा राखेको छ, ल एन्ड अर्डर छ। ट्याक्स तिर्न पनि मजा आउँछ। तिरेको चिजको फाइदा पनि उठाइराख्नु भएको छ नि। हामी कहाँ त हामी ट्याक्स हेर्नुहोस् कत्रो ट्याक्स, यसलाई म ट्याक्स भन्दिनँ, रबरी भन्छु। 1 लाखको गाडीलाई 6,40,000 बेच्नु भनेको यो दुनियाँमा कहीँ पनि यस्तो ट्याक्स छैन। संसारको कुनै देशमा यस्तो ट्याक्स भयो भने रिभोल्ट भइहाल्छ, जनता उठ्छ, मान्दैन। 1 लाखको गाडीको 6,40,000 दुनियाँमा कहीँ लिएर देखाउन सक्दैन, नेपालमा मात्रै सम्भव छ। किन हामी बडो सोझो छौँ। हाम्रो 5,40,000 कहाँ जान्छ कसैले हिसाब पनि माग्दैन। स्वामीजी, अनि मेरो अन्तिममा स्वामीजीले भन्नुभयो जस्तै धेरै त्यहाँ दुःख पाएको मान्छेहरू हजुरलाई सम्झन्छन्, आउँछन् भन्नुभयो। तर वास्तवमा हजुरले फिल गर्नुहुन्न, तर हामी यहाँ पनि जति स्ट्रगल हुँदा हजुरलाई सम्झन्छौँ। कसरी सम्झन्छौँ भने हजुरको आर्टिकलहरू, हजुरले लेख्नुभएको दिनुभएका प्रवचनहरू, त्यसले चाहिँ हाम्रो डेली लाइफलाई हामीलाई पनि चाहिँ धेरै हेल्प गराएको छ। स्वामीजी, तपाईँबाटको फेरि पनि हेर्ने मौका पाऊँ, हजुरलाई प्रत्यक्ष फेरि पनि भेट्ने मौका पायौँ भने धन्य सम्झिनेछौँ। र अनि यसै सन्दर्भमा हजुरलाई प्रणाम गर्न चाहन्छु म। विवेकजी, म बडो अनुग्रहित छु। तपाईँले यति म जस्तो एउटा साधारण नेपालीलाई तपाईँले यति सम्मान दिनुभयो, मसँग धन्यवाद दिनुलाई शब्दै छैन। म धेरै अनुग्रहित छु। तपाईँले यति इज्जत दिनुभयो र यति समय दिनुभयो। हामी फेरि अवश्य भेट्नेछौँ। यहाँ पनि भगवान्ले चाह्यो भने, मेरो शरीरलाई स्वस्थ राख्यो भने यहीँ पनि भेट्नेछौँ, तपोवनमा पनि भेट्नेछौँ। हामी अवश्य भेट्नेछौँ। र तपाईँले जुन काम गरिराख्नु भएको छ, आफ्नो प्रोफेसन गरेर पनि नेपाली समाजमा जागृति पैदा गर्नलाई, जुन यो मिडियाबाट जागृति पैदा गर्ने काम गरिराख्नु भएको छ, यो काममा परमात्माले तपाईँलाई सफलता दियोस्। परमात्मा से मेरो प्रार्थना हुन्छ।